आज शुक्रबारको दिन नारायणी एक्सपो हेर्न भनेर 100 रुपियाँको टिकट काटेर अघि बढ्दै जाँदा लन्डन सिटीको झल्को जसले हरेक आँखालाई केही सेकेन्ड रोकिदिन्छ। त्यसपछि आइफिल टावर देख्न सकिन्थ्यो र यहाँ स्वतन्त्रताको प्रतीक स्ट्याचु अफ लिबर्टी जुन चारैतिरबाट हेर्दा पनि उस्तै शक्तिशाली देखिन्थ्यो। बायोनेटले एक्सपोभरि नै फ्री वाइफाईको सुविधा दिएको थियो। फुलहरूको नर्सरीदेखि कन्सल्टेन्सीका स्टलहरू ए टु जेड मोबाइल हाउस जहाँ मानिसहरू मास्कटसँग फोटो खिच्दै थिए। आधीभन्दा धेरै स्टलहरू खाली नै थिए। सायद गैंडाकोट महोत्सव र रत्ननगर महोत्सव एकैचोटि चलिरहेको भएर होला। तर भित्र गोर्खा मौरीदेखि अपाङ्ग जागरण अभियानका सामग्री, लत्ता कपडा, अत्तर, बच्चाहरूका खेलौना, खाजाका प्रशस्त स्टलहरू देखिन्थ्यो। अनि यहाँको अन्तिम आकर्षण कश्मीर भ्याली। यहाँ रङ्गीन घर र हिउँ जस्ता नमुनाहरू देख्न सकिन्थ्यो। खेल क्षेत्र खाली नै देख्न सकिन्थ्यो। स्टेज पनि खाली नै थियो। चाँडै नै आएर हो कि सबै खाली खाली थियो। मान्छेहरूको भिड केही थिएन। चाँडै नै हो कि भनेर समय हेर्दा 12 बज्न लागेको थियो। बिस्तारै अलिअलि भिड बढ्दै थियो। बाहिर निस्किँदा चटपटतिर भने भिड उस्तै थियो। पार्किङ एरियाको गाडीहरू हेर्दा लाग्यो यति मान्छे त अरू बेला नि नारायणमै हुन्थे। यही नै थियो मेरो नारायणी एक्सपोको अनुभव।